स्वागत छ साथीहरु हजुरहरुलाई सजिलो ज्ञान युट्युब च्यानलमा। आज फेरि म हजुरहरुसँग चाहिँ हाम्रो यो सागर कम्पनी र जाभा कम्पनीको चाहिँ अपडेट लिएर आएको छु। सागर कम्पनीकोबाट सुरु गरौँ हामी। कम्पनीको सेयर चाहिँ आज लगातार 17औं पटक सर्किट लगाएको छ र आज दिनभरिमा कम्पनीको सेयरमा चाहिँ 3280 किताको कारोबार भएको थिएन। आजको यसको टर्नओभर चाहिँ 52,88,094 रुपैयाँको यसको चाहिँ टर्नओभर आएको छ। त्यस्तै आज टप बाईमा ब्रोकर नम्बर 36 ले चाहिँ 1800 किता बाई गरेको छ भने टप सेलमा ब्रोकर नम्बर 58 ले 340 किता चाहिँ सेल गरेको देखिन्छ। बाई डिमान्ड तर्फ हेर्दा कम्पनीको सेयरमा 1,90,000 सम्मको बाई डिमान्ड आएको थियो। यो सागर कम्पनीको सेयरमा चाहिँ बाई डिमान्ड बढेको बढै छ र सेल डिमान्ड भने त्यति खासै यो कम्पनीको सेयरमा चाहिँ अहिलेसम्म चाहिँ ठुलो मात्रामा सेलिङ प्रेसर चाहिँ आएको छैन। आज कम्पनीको सेयर चाहिँ लगातार 17औं पटक सर्किट लगाएर आज पनि 10% ले सर्किट लगाएर पर किता 146.6 पैसाले बढेर कम्पनीको सेयर मूल्य चाहिँ 1613.1 पैसा पुगेको छ। र हाम्रो यो सागर कम्पनीको चाहिँ 17 दिनसम्म चाहिँ कम्पनीको सेयर होल्ड गर्ने 10 किता आइपिओ होल्ड गर्ने लगानीकर्ताहरु चाहिँ कति कमाउनु भयो भन्दाखेरि चाहिँ हाम्रो यो कम्पनीको सेयर होल्ड गर्ने लगानीकर्ताहरु चाहिँ 16,131 रुपैयाँ कमाउनु भएको थियो। आज मात्र होल्ड गर्ने लगानीकर्ताहरुले चाहिँ 1466 रुपैयाँ चाहिँ कमाउनु भएको छ। 17 दिनसम्म चाहिँ के कति किताको कारोबार भयो। हाम्रो अहिले तत्काल कारोबार गर्न मिल्ने सेयर जुन चाहिँ हाम्रो 13,26,960 किताब यो कम्पनीको सेयरमा जम्मा अहिलेसम्म 17 दिनसम्म चाहिँ 19,430 किताको कारोबार भएको छ। र अब आइपिओ होल्डरसँग यो कम्पनीको सेयर चाहिँ अझ कति होल्ड छ त भन्दाखेरि चाहिँ हाम्रो यो कम्पनीको सेयर चाहिँ अझै पनि लगानीकर्ताहरुसँग चाहिँ आइपिओ होल्डरसँग चाहिँ 13,07,530 किता चाहिँ अझै पनि होल्ड रहेको छ। र सजिलो ज्ञान हेर्ने दर्शक साथीहरुको हाम्रो पहिलो टार्गेट चाहिँ 1500 पर किता थियो जुन चाहिँ हाम्रो पूरा भएको छ। र अब हामीले दोस्रो टार्गेट चाहिँ कति राख्ने सागर कम्पनीको सेयरको चाहिँ अब दोस्रो टार्गेट राख्ने किन भन्दाखेरि चाहिँ मैले हिजोको भिडियोमा के भनेको थिएँ कम्पनीको सेयरमा चाहिँ यदि भोलि सेलिङ प्रेसर आयो भने चाहिँ हामी त्यस पछाडी चाहिँ यसको सेल गर्ने कि होल्ड गर्ने भनेर हामीले निर्णय गर्नेछौँ भनेको थियो। तर कम्पनीको सेयरमा चाहिँ सेलिङ प्रेसर पनि आएन। अब सामान्य नर्मल कारोबार भइरहेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब हामीले यसको दोस्रो टार्गेट चाहिँ निर्णय गर्नेछौँ। जति पनि मेरो भिडियो हेरेर अहिलेसम्म होल्ड गर्नु भएको छ सबैजनाले चाहिँ अब दोस्रो टार्गेटको लागि चाहिँ तपाईहरुले चाहिँ कमेन्ट गर्नु होला कति राख्ने चाहिँ हामीले दोस्रो टार्गेट 2000 पुग्ने सम्भावना कति छ। सागर कम्पनीको सेयर चाहिँ 2000 पुग्ने सम्भावना कति छ भन्दाखेरि चाहिँ यो कम्पनीको सेयरमा चाहिँ के छ त सप्लाई चाहिँ आएको छैन हैन। र मैले हिजै पनि तपाईलाई भनेको थिएँ कम्पनीको सेयरमा चाहिँ 5000 सम्मको सप्लाई चाहिँ भोलि आउने सक्ने सम्भावना छ भनेको थिएँ। तर जम्मा कम्पनीको सेयरमा चाहिँ कति किता कारोबार भयो त आज 3280 किताको कारोबार भयो। भनेको भन्दा पनि 2000 किता चाहिँ के भयो त कम कारोबार भयो। लगानीकर्ताहरु चाहिँ 1500 मा त धेरैले चाहिँ अब सोल्ड गर्ने चाहिँ यसको मनोसाय थियो। त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति चाहिँ 5000 सम्मको चाहिँ सेल डिमान्ड आउँछ कि भनेको त्यही पनि आएन। अब यसलाई एकदम हामीले खुसी मान्नुपर्छ। एकदमै यो चाहिँ राम्रो होल्ड भइरहेको छ। र अब कति राख्ने चाहिँ हाम्रो पहिलो टार्गेट चाहिँ तपाईहरु चाहिँ कमेन्ट गर्नु होला र तपाईहरुकै कमेन्टलाई लिएर म भोलि फेरि अपडेट गर्ने छु। सबैजनाले चाहिँ स्ट्रङ होल्ड गर्नु होला। मैले भन्दै आएको छु तपाईहरुलाई यो सागर कम्पनीको सेयर चाहिँ धेरै माथि पुग्ने सम्भावना छ भनेको थिएँ। अब कुरा गरौँ साथीहरु हाम्रो दोस्रो कम्पनी जाभा कम्पनी। जाभा कम्पनीको सेयरले पनि लगातार चाहिँ 12औं सर्किट लगाएको छ। आज कम्पनीको सेयरमा दिनभरिमा 870 किताको कारोबार भयो। आजको यसको टर्नओभर चाहिँ 7,70,368 रुपैयाँको यसको टर्नओभर आएको छ भने आज टप बाईमा ब्रोकर नम्बर 81 ले चाहिँ 830 किता बाई गरेको छ भने टप सेलमा ब्रोकर नम्बर 58 ले चाहिँ 110 किता सेल गरेको छ। बाई डिमान्ड तर्फ हेर्दाखेरि झापा कम्पनीको सेयरमा चाहिँ 1,07,000 सम्मको बाई डिमान्ड आएको थियो। र झापा कम्पनीको सेयरले पनि लगातार 12 पटक सर्किट लगाएर आज पनि 9.99% ले सर्किट लगाएर पर किता 80.6 पैसाले बढेर कम्पनीको सेयर मूल्य चाहिँ 887.3 पैसा पुगेको छ। 12 दिनसम्म चाहिँ के कति किताको कारोबार भयो। हाम्रो झापा कम्पनीको सेयरमा अहिले तत्काल कारोबार गर्न मिल्ने सेयर भनेको जम्मा 5,30,365 किताब यो कम्पनीको सेयरमा चाहिँ हाम्रो 5,590 किताको कारोबार भएको छ। र 12 दिनसम्म चाहिँ 10 किता आइपिओ होल्ड गर्ने लगानीकर्ताहरुले कति कमाउनु भयो अहिलेसम्म होल्ड गरेर बस्ने साथीहरुले चाहिँ 8,873 कमाउनु भएको थिएन। आज मात्र होल्ड गर्ने लगानीकर्ताहरुले चाहिँ 806 रुपैयाँ चाहिँ कमाउनु भएको छ। र सागर कम्पनीको सेयरमा चाहिँ 12 दिनमा के कति किताको कारोबार भएको थियो र झापा कम्पनीको सेयरमा के कति किताको कारोबार भयो हामी यसको बारेमा हेरौँ। सागर कम्पनीको 12औं दिनमा चाहिँ 1600 किताको कारोबार भएको थियो जसको मार्केट प्राइस 1002 हुँदाखेरि चाहिँ सागर कम्पनीमा चाहिँ 1600 किताको कारोबार भएको थियो भने झापा कम्पनीको सेयरमा चाहिँ 12औं दिनमा चाहिँ के भएको छ त 870 किताको कारोबार भएको छ। अब यसरी हेर्दाखेरि त सागरको भन्दा पनि झापाको के भयो त अहिले आएर चाहिँ
12 दिनको कारोबार रकममा हेर्दाखेरि चाहिँ झापामा अझै लगानीकर्ताले होल्ड गरेको देखिन्छ। किनभने सागर चाहिँ 1200 किताको कारोबार हुनु र झापा कम्पनीको सेयरमा जम्मा 870 किताको कारोबार हुनु 12 दिनमा। अब प्राइसमा पनि अलिकति फरक भएको कारणले गर्दा नै हुनसक्छ। तर झापा कम्पनीको सेयरमा चाहिँ हिजो 1280 किताको कारोबार भएको थियो नि, आज चाहिँ यो कम्पनीको सेयरमा चाहिँ 870 किताको कारोबार भएको छ। सरी 1680 किताको कारोबार भएको थियो झापा कम्पनीको सेयरमा हिजो भने आज चाहिँ 870 किताको कारोबार भएको छ। अब यसको चाहिँ कारोबार एकदमै ठ्याक्कै आधा कम भएको छ हिजोको तुलनामा। आज चाहिँ लगानीकर्ताले होल्ड गर्नुभएको छ हैन। र मैले हजुरहरूलाई भनेको थिएँ झापा कम्पनीको सेयर पनि राम्रो छ यदि लगानीकर्ताले होल्ड गरिदिएमा। तर आज चाहिँ कम्पनीको सेयरमा चाहिँ सोचेको भन्दा पनि राम्रो होल्ड भयो कि। हिजो तपाईँहरूको 1680 किताको कारोबार हुनु, आज चाहिँ कम्पनीको सेयरमा चाहिँ जम्मा 870 किताको कारोबार हुनु, यसलाई नराम्रो भन्न सकिँदैन, यसलाई एकदमै राम्रो भन्न मिल्छ। किन भन्दाखेरि चाहिँ होल्ड भयो नि त, प्राइस बढेपछि नि कम्पनीको सेयरमा धेरै कारोबार हुने ठाउँमा थोरै कारोबार भयो। र झापा कम्पनी सेयरको पहिलो टार्गेट कति राख्ने, मैले यसको बारेमा कुनै पनि तपाईँहरूलाई पहिलो भिडियो गराएको थिएन। त्यो कारणले गर्दाखेरि हिजोको भिडियो भनेको थिएँ पहिलो टार्गेट चाहिँ कति राख्ने भनेको थिएँ। अभि ठकुरी सरले लेख्नु भएको छ झापाको सबैले होल्ड गरौँ है, 15,000 स्योर पुग्छ भन्नुभएको छ। उहाँले चाहिँ 10 किताको 15,000 भन्नुभएको होला। त्यस्तै सुसन सरले लेख्नु भएको छ झापा इनर्जी एकदमै लो क्याप हो, 2000 माथि जानेछ भनेर लेख्नु भएको छ, सबैले होल्ड गरौँ भन्नुभएको छ। त्यस्तै रेजिना मिसले लेख्नु भएको छ झापाको टार्गेट कति राख्दा ठिक होला भनेर लेख्नु भएको थियो। र हाम्रो सटर फ्याक्टले लेख्नु भएको छ झापा 20K फिक्स भनेर लेख्नु भएको थियो। अब म चाहिँ यहाँनिर रेजिना मिसको कमेन्टलाई चाहिँ लिन्छु। रेजिना मिसले भन्नुभएको थियो झापाको टार्गेट कति राख्दा ठिक होला। अब यहाँ सबैजनाले चाहिँ 20,000 भने पनि अब हामीले यसको पहिलो टार्गेट चाहिँ हामीले यो कम्पनीको सेयरलाई चाहिँ अहिलेलाई चाहिँ हामीले 1500लाई नै हेरौँ। किन भन्दाखेरि चाहिँ कम्पनीको सेयर चाहिँ लो क्याप छ, किताब पनि थोरै छ। तर के हुन्छ भन्दाखेरि चाहिँ कम्पनीको सेयर चाहिँ निरन्तरता बढेको बेलामा चाहिँ लगानीकर्ताहरूले चाहिँ होल्ड गर्नु चाहिँ के गर्नु हुँदैन त्यसलाई हेर्नुपर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यो कम्पनीको सेयरलाई पनि हामीले पहिलो टार्गेट 1500लाई दिनेछौँ र 1500मा चाहिँ कम्पनीको सेयरमा चाहिँ सप्लाई आउँछ आउँदैन, अब त्योभन्दा अगाडि आउन सक्छ कि होइन, हामी त्यसको बारेमा चाहिँ डेली अपडेटमा छलफल पक्कै पनि गर्नेछौँ। त्यस्तै साथीहरू अब तपाईँहरूलाई मैले के भन्छु भन्दा चाहिँ सागर कम्पनीको सेयरमा चाहिँ जति पनि लगानीकर्ताहरूले चाहिँ अब सोल्ड गर्ने मनोसाय राख्नुभएको छ अथवा म भोलि सोल्ड गर्छु भन्ने विचार राख्नुभएको छ भने यदि तपाईँहरूले अहिलेसम्म यो कम्पनीको सेयर होल्ड गर्नुभएको छ भने अझै पनि तपाईँहरू चाहिँ 1-2 दिन चाहिँ तपाईँहरू चाहिँ होल्ड गर्न सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ अहिले कम्पनीको सेयर चाहिँ 1 दिन होल्ड गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ 1466 रुपियाँ चाहिँ आज कमाउनु भएको छ भने भोलि होल्ड गर्दा तपाईँहरूले 1500, पर्सि होल्ड गर्दा तपाईँहरूले 1600, त्यसरी तपाईँहरूले चाहिँ दिनको 1500-1600 गर्दै चाहिँ नाफा कमाउनुहुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले तत्काल चाहिँ तपाईँहरू चाहिँ आत्तिएर चाहिँ सोल्ड नगर्नु होला। मैले किन सोल्ड नगर्नु भन्छु भने यो कम्पनीको सेयर चाहिँ राम्रै नाफा दिन सक्ने सम्भावना देखिएको छ, कम्पनीको सेयरमा राम्रै होल्ड छ। अब यसको सेलिङ आउने भनेको 2000 को आसपासमा हो। त्यो कारणले गर्दाखेरि हामीले भोलिको कारोबार हेरौँ र भोलिको कारोबार पछाडि पनि फेरि कम्पनीको सेयरमा के हुन्छ त हामीले चाहिँ पर्सिलाई होल्ड गर्ने कि सोल्ड गर्ने, अब हामी चाहिँ यसरी जानुपर्छ। किन भन्दाखेरि मैले तपाईँलाई भनेको छु अब कम्पनीको सेयरमा के हुन्छ भन्दाखेरि जति प्राइस माथि गयो लगानीकर्ताहरूले चाहिँ सबैले चाहिँ अब म यतिमा सोल्ड गर्छु भन्ने सबैको एउटा टार्गेट हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब सबै आइपिओ होल्ड गर्ने साथीहरूको चाहिँ हाम्रो सजिलो ज्ञान हेर्ने साथीहरूको पहिलो टार्गेट 1500 थियो त अरू साथीहरूको त फरक होला। त्यो सबैको मिल्न गयो भने चाहिँ के हुन्छ भन्दा चाहिँ सेलिङ प्रेसर आउन सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले तत्काल चाहिँ सोल्ड गर्ने बेला अझै पनि देखिँदैन। कम्पनीको सेयरमा राम्रै होल्ड छ। अहिलेसम्मको तपाईँहरूको कारोबार रकम पनि धेरै छैन, जम्मा 19,430 किताको कारोबार भएको छ सागर कम्पनीको सेयरमा। यसरी चाहिँ तपाईँहरूले चाहिँ सागर कम्पनीको सेयरलाई चाहिँ 17 दिनसम्म चाहिँ सजिलो ज्ञान हेरेर चाहिँ होल्ड गर्ने साथीहरूले चाहिँ अझै पनि तपाईँहरूलाई म होल्ड गर्नुहोस् भन्छु। झापा कम्पनीको सेयरलाई पनि तपाईँहरूले चाहिँ होल्ड गर्न सक्नुहुन्छ। हस्त साथीहरू आजको भिडियोमा यति नै। भिडियो मन परेमा एक लाइक एन्ड सब्सक्राइब गर्नु होला। हामी फेरि यसको बारेमा भोलि अपडेट लिएर आउनेछौँ।